हेलो गाइज वेलकम टु माई च्यानल। आज मेरो काम बगैँचा र बाटो सफा गर्ने काम छ है। यो हाम्रो मेसिन हो भने यो चाहिँ तो औषधि छिट्ने हो, औषधि छ त्यसमा। यो मेसिनबाट उस गर्छौँ, एकजनाले गाडी चलाउने र एकजनाले सरर छिट्ने हो। अनि अर्कोतिर हामीसँग झाडु छ त्यहाँ, अनि झाडु फोहोर उठाउने छ, यसबाट हामीले सफा पनि गर्छौँ है त। ल है साथी, हामीले काम सुरु गऱ्यौँ है त। ल है गाइज, सबैभन्दा सुरुमा हामीले चाहिँ बाटो र बगैँचाको ठ्याक्क फोहोर सफा गर्छौँ, मतलब प्लास्टिकहरू यताउता टुक्राहरू के त्यस्तो सफा गर्छौँ। अनि त्यसपछि हामीले घाँस काट्छौँ। अगाडि त्यो दाइले घाँस काट्दै काट्दै हिँडेको छ, अझै देख्न सक्नुहुन्छ। यसरी काट्दै काट्दै हिँड्ने फिलिपिनको दाइ हो, त्यसले काट्दै काट्दै हिँड्छ। अनि त्यसपछि त्यसले भइसकेपछि त्यसको पछि म चाहिँ त्यो हावाले बाटो सफा गर्दै 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 हिँडेको हुन्छु। त्यसरी हिँड्छु। त्यसपछि हावा हानेर सब क्लिन गराइसकेपछि त्यसपछि हामीले काम सुरु गर्छौँ औषधि छिट्ने। यसरी काम सुरु गर्छौँ। ओहो, हजुरले साउन्ड सुन्नु सक्नुहुन्छ हेर्नु त, कतै डिस्टर्ब आएको साउन्ड। ओहो, यस्तो साउन्ड डिस्टर्ब आउँछ, त्यही भएर भिडियो गराउनु अप्ठ्यारो हुन्छ क्या। म चाहिँ आजको ड्राइभर हो है। अनि यो फिलिपिनको केटो कति आत्तिएको हेर त, पालि पालि भन्दै छ। मेहनत भनेको कस्तो हुनुपर्छ देख्नुहुन्छ है तपाईँले, हेर्नु त कति मेहनती छ। मेहनती छ नि, जे भयो नि। सरर मैले गाडी चलाउँदैछु, त्यसले सरर छिट्दैछ। अनि गाइज यो काम चाहिँ हाम्रो शनिबारको काम हो है, शनिबारको काम हो। यो काम गरे बापत हामीलाई साउले चाहिँ अर्को साउले आजको साउले चाहिँ क्यास दिन्छ है, खातामा दिन मिल्दैन, त्यही भएर क्यास दिन्छ। अनि गाइज त्यहाँ त्यो जेसिबी चलाएको देखियो नि, ऊ त्यो के त्यो हो, त्यो चाहिँ हाम्रो आजको साउ है। त्यो साउको जे पनि छ यार, ट्र्याक्टर पनि छ, जेसिबी पनि छ, सानो मेसिन सबै छ। कम्पनी एउटा सबै मेसिन छ, खै के हो फेरि कम्पनी फेरि अर्कै हो। मैले मेसो पाएको हो कि नपाएको हो, अब फरक छ है गाइज। अनि गाइज यो साउ फेरि कागको फुल चोर्ने हरामी छ। कति बाटो छ नि, ओहो। ल है गाइज, आजको हामीले काम चाहिँ सक्यौँ है त। हामी रुमतिर जान्छौँ है त। ल बाई।